सम्मान्य सभामुख महोदय, समयका लागि धन्यवाद। मैले समय माग गरेका थिएँ। केही दिन यता यो गरिमामय सदनमा मान्यज्यूहरूले मैले सम्हालिराखेको मन्त्रालयका कर्मचारीको सन्दर्भमा लिएर केही प्रश्नहरू गर्नुभएको छ र म यो प्रश्नको संक्षिप्त जानकारी दिन चाहन्छु। खास गरेर विद्युत प्राधिकरणको सन्दर्भमा एमडीले किन 0 नम्बर पाए भन्ने प्रश्न अलि बढी उठेको देखियो। यसमा खास गरेर नेपाल सरकारले नियुक्ति गर्दै गर्दा उहाँको नियुक्ति चाहिँ 2078 4/27 साउन 27 गते भएको रहेछ। नियुक्ति गर्दाखेरि नै के भनिएको रहेछ त भन्दा कार्य सम्पादन मूल्याङ्कन गर्ने, हरेक वर्ष कार्य सम्पादन मूल्याङ्कन गर्ने, त्यसका आधारमा पुरस्कृत गर्ने कि उहाँको निष्कासन गर्ने भन्ने विषय उल्लेख भएको रहेछ। यो अलिकति म व्यवहार पनि सुनाउन चाहन्छु। तपाईको कार्य विवरण, आवधिक कार्य योजना, कार्य सम्पादन मूल्याङ्कनका आधार, सेवा शर्त र कार्य सम्पादन आधारित प्रोत्साहन सुविधा लगायत व्यवस्था राखी यस मन्त्रालय र तपाईबीच कार्य सम्पादन सम्झौताद्वारा व्यवस्थित हुनेछ। तपाई र यस मन्त्रालय बीच हुने कार्य सम्पादन सम्झौता यस नियुक्तिको अभिन्न अङ्ग हुनेछ तथा कार्य सम्पादन सम्झौता अनुगमन यस मन्त्रालयबाट हुनेछ भन्ने मन्त्री परिषदको निर्णय छ। कार्य सम्पादनमा त्यही अन्तर्गत मन्त्रालयले कार्य सम्पादन उहाँसँग गरेको छ। उहाँले भदौ मसान्तभित्र आफ्नो कार्य सम्पादनका लागि अनुरोध गर्ने र कार्य सम्पादनको अवस्था हेरेर उहाँलाई नम्बर दिनुपर्ने, त्यो नम्बरका आधारमा उहाँको क्षमता मूल्याङ्कन हुने व्यवस्था रहेछ। यो अहिले गरिया होइन सम्मान्य सभामुख महोदय, यो तत्कालीन अवस्थामा गरिएको व्यवस्था हो र यो भदौमा उहाँले कार्य सम्पादनको लागि अनुरोध गर्नु भएन, मूल्याङ्कन हुने कुरै भएन। भदौ व्यतीत भइसकेपछि असोजमा उहाँलाई स्मरण गराइयो लिखित, तपाईले कार्य सम्पादन मूल्याङ्कन बुझाउनु भएन, त्यसलाई व्यवस्था गरियो र एकैचोटि पुसमा ल्याएर उहाँले आफैले नम्बर दिएर मेरो चाहिँ 98.99% आएको छ है भनेर मन्त्रालयलाई दिइदिनु भयो। यसको अर्थ के हो भने सम्मान्य सभामुख महोदय, यहाँ धेरै शिक्षक साथीहरू, मित्रहरू, मान्यज्यूहरू हुनुहुन्छ, विद्यार्थी भएर आउनुभएका मान्यज्यूहरू पनि हुनुहुन्छ। विद्यार्थी यदि जाँचमै उपस्थित भएन भने उहाँले कति नम्बर प्राप्त गर्नुहुन्छ मलाई सोध्न मन छ। त्यस कारणले कि मलाई भनिदिनु पर्यो मान्यज्यूहरूले, उहाँ कानुनभन्दा माथि हुनुहुन्छ, उहाँलाई कानुन लाग्दैन भनेर भनिदिनु पर्यो, संविधानमा लेखिदिनु पर्यो। हामीले ल्याएको व्यवस्था त्यस्तो होइन। सबै नागरिकहरू यस संविधान अन्तर्गत, नेपालको कानुन अन्तर्गत रहनेछन्। यो श्री 5 को सरकार, श्री 3हरू चाहिँ कानुनभन्दा माथि भएको हामीले भोगेका थियौँ, सुनेका थियौँ, पढेका थियौँ। तर यो व्यवस्थामा त्यस्तो होइन। त्यसो भएको कारणले कानुनको परिपालना गर्ने सबै जिम्मेवार पदमा रहने या नरहने सबैको दायित्व हो। त्यस कारणले उहाँले 0 नम्बर पाउनु भएको व्यवहार म निवेदन गर्न चाहन्छु। उहाँ उपस्थितै हुनु भएन, टेर्दै टेर्नु भएन, सुन्दै सुन्नु भएन, चिन्दै चिन्नु भएन। त्यसो भएका कारणले यो मान्यज्यूहरूले पटक पटक उठाइरहनु भएको विषय
एउटा विषय त्यो जस्तो लाग्छ। सम्मानित सदनमा मान्यज्यूहरूले कुरा राखिसकेपछि हाम्रो दायित्व हुन्छ यसलाई प्रश्न पार्ने, के भएको हो भनेर सम्मानित सदनलाई जानकारी दिने। अर्को विषय, नाफामा गएको विद्युत प्राधिकरण, नाफामा पुर्याएको एमडी किन हटाउन लागेको, या अर्थात् यसरी उहाँलाई किन पटक पटक क्वेसन सोध्नु पर्यो? उहाँले त जे गरे नि हुन्छ नि भन्ने आशयले राम्रो काम गर्नुभएको छ, उत्कृष्ट गर्नुभएको छ, विद्युत प्राधिकरण नाफै नाफा छ भन्ने विषय छ। मलाई पनि पहिले सुन्दाखेरि त्यस्तै लाग्थ्यो सम्मान्य सभामुख महोदय। नाफा के रहेछ त, कति रहेछ त, कसरी नाफा भएको रहेछ भनेर जान्न मन लाग्यो मन्त्रालयलाई। मन्त्रालयले यहाँ थुप्रै मान्यज्यूहरू आज कम हुनुहुन्छ, पूर्व मन्त्रीहरू त्यस मन्त्रालय अन्तर्गत काम गर्नुभएका, त नाफा के रहेछ भनेर हेरियो। एउटा नाफा 22 अर्ब व्यापारीहरूले तिर्नुपर्ने पैसा तिरेका छैनन् भनेर त्यो नाफा बाँधिएको रहेछ। त्यसको राजस्व पनि तिरिया छ। अब जुन उठ्दै उठ्या छैन, आजसम्म यकिन हुन सकेका छैन कति नाफा हो, के नाफा हो, कति उठ्नुपर्ने हो, विवादित विषय छ। यो सम्मानित लेखा समितिमा पनि छलफलको विषय छ। हामीले पनि धेरै मेहनत गर्यौँ यसमा। यस सन्दर्भमा आम्दानी हुन्छ कि हुँदैन भन्ने विषय नाफा मानेर राजस्व तिर्न पाइन्छ कि पाइँदैन, यो मान्यज्यूहरूले भनिदिनु भए हुन्छ। यदि पाइन्छ भने यो आर्थिक लेखामा ज्ञान राख्ने मान्यज्यूहरूले अलि बढी जान्नुहुन्छ। त्यो के अपराध होइन? अनि के गर्न खोजियो बोर्डमा भने प्राधिकरण नाफामा छ, यसको प्रति सेयर चाहिँ 100 रुपियाँको सेयरलाई 300 मा बिक्री गर्न पर्छ भनेर प्रस्ताव ल्याइयो। मैले भने नाफा यकिन गरौँ न, 500 मा बिक्ने हो कि यसो गरौँ, एउटा यसको नाफा नोक्सानीको डिडिए गरौँ भनेर प्रस्ताव गरे मात्रै होइन, डिडिए गर्ने निर्णय गरे। त्यो बोर्डले गर्यो। त्यो निर्णय उहाँ कार्यान्वयन गर्न मान्नुहुन्न। किन कार्यान्वयन गर्नु भएन भनेर लिखित पनि सोधियो, उहाँ जवाफ दिन मान्नुहुन्न। यो मात्रै नाफा होइन, थुप्रै आयोजना, झन्डै 25-26 वटा आयोजनाको उहाँ अध्यक्ष हुनुहुन्छ। आयोजनाहरू सञ्चालन छन्, कति निर्माण भइसकेका छन्। त त्यो आयोजनामा काम गर्ने मान्छेहरूले, ठेकेदारहरूले रकम प्राप्त गरेका छैनन्। कति रकम हो यकिन भएको छैन, किनभने मन्त्रालयमा रेकर्डै छैन, हेर्नै पाइँदैन। र डिडिओ गरौँ भन्दा उहाँ मान्नुहुन्न। अब नाफा हो कि होइन भन्ने विषय, नाफा हो भनेर मानिदिएर जनतालाई 300 मा सेयर बेच्दै गर्दा के हुन्छ होला? प्राधिकरणको तपाईँ हाम्रो हविगत के भन्छन् होला जनताले हामीलाई? कि यो पनि मानिदिनु पर्ने? उहाँले जे भन्दै जानुहुन्छ त्यो मानिदिनु पर्ने कानुन छैन यो देशमा, मान्नु पर्दैन? हामी सबै भनिरहेछौँ त प्रधानमन्त्री चाहिँ उत्तरदायी हुनु पर्यो, राष्ट्रपति उत्तरदायी हुनु पर्यो। यो मुलुकको शीर्ष तहमा रहेका व्यक्तित्वहरू उत्तरदायी हुनुपर्छ भने एकजना कर्मचारी उत्तरदायी हुनु पर्दैन? त्यही भनेर मैले अघि भनेको लेखिदिउँ न त, उहाँले चाहिँ हुनु पर्दैन भनेर। त्यसो हो त होइन होला? त हामी सबै कन्फ्युजमा छौँ। त्यस कारणले यो प्रश्न गरिराखेका छौँ, यसको छिनोफानो गर्नुपर्छ भन्ने भयो। एकातिर त्यो लाल आयोगले 22 अर्बको साटो 6 अर्ब उठाए हुन्छ भनेर लेखेको छ। अर्कातिर 22 अर्ब चाहिँ नाफा हो भनेर आम्दानी बाँधेको छ। के हो त भनेर त्यो लाल आयोगको निर्णय सार्वजनिक भयो। धेरै वर्षदेखि
सार्वजनिक भएको रहन्छ। सार्वजनिक भयो, मन्त्री परिषदले मन्त्रालयलाई यो निर्णय कार्यान्वयन गर्नु गराउनु भनेर लेखेर पठायो। कार्यान्वयन गर्नु गराउनु भनिसकेपछि मन्त्रालयको दायित्व बन्यो र त्यो दायित्व अन्तर्गत मन्त्रालयले डाक्टर अरविन्द्र मिश्रको 3 सदस्यीय कमिटी, सायद धेरैले जान्नुहुन्छ होला डाक्टर अरविन्द्र मिश्र कति स्वच्छ कति निष्पक्ष काम गर्ने व्यक्तित्व हो भनेर, त्यस्तो व्यक्तित्वको कमिटी गठन गरियो, मन्त्रालयले गर्यो र उहाँलाई आवश्यक डकुमेन्ट उपलब्ध गराइदिनुहोस्। यो तपाईलाई पनि सहयोग हुन्छ, किन तपाई पनि व्यवसायबाट पैसा उठाउनु पर्नेछ भन्नुभएको छ, आम्दानी जोड्नु भएको छ, 22 अर्बभन्दा बढी उठ्यो भने त झन् राम्रो भयो नि, यसलाई सहयोग गर्नुहोस् भनियो। लिखित भनियो, 9 पटकसम्म यस्ता विभिन्न प्रकारका लिखित अनुरोध गरियो। सुन्नुहुन्न, मान्नुहुन्न, यसलाई अर्को अर्थमा भन्यो भने टेर्नुहुन्न त पर्दैन। सरकारको अनुरोधलाई टेर्नु हुँदैन, पर्दैन, मान्नुहुन्न। त डिडिए हुन सकेका छैन, त्यो कमिटीलाई केही पनि दिनुभएको छैन। आज 3.5 महिना बढी भयो कमिटी गठन भएको। यसरी चल्ला त मुलुक, सरकार यसरी नै चल्ला। यसका नाममा विभिन्न आरोप प्रत्यारोप सुन्छु मैले, त्यस्तो होइन। मान्य ज्यूहरू, सभामुख मार्फत म अनुरोध गर्न चाहन्छु, त्यसो भएको कारणले यकिन गर्न पाइएको नपाइएको नाफाको जनतामाथि कसरी त्यो 300 मा सेयर बेचेर त्यो बोझ बिसाउन सकिन्छ र? त्यसो भएका कारणले हामी आज यस अवस्थामा आइपुगेका हौँ। मलाई के लाग्थ्यो भने धेरै समय प्रतिपक्षीय प्रमुख दलका नेताहरूले यो मन्त्रालय सम्हाल्नु भएको कारणले उहाँहरू बढी जानकार हुनुहुन्छ, उहाँहरूले बढी सहयोग गर्नु होला भन्ने मैले अपेक्षा पनि राखेका थिएँ। मैले संवाद पनि गरेको छु उहाँहरूसँग। उल्टो प्रतिप्रश्न हुन थाल्यो, यसरी बुझ पचाउँदै गयो भने समाज कहाँ पुर्याइन्छ होला हामीहरूले, यो चिन्ताको विषय छ। अर्को, लोड सेडिङ अन्त गरेर नायकको उपाधि दिइराखेका छौँ हामीहरूले, समाजले, तपाईँ हामीले सबैले। तर त्यही मन्त्रालयमा बसेर काम गर्ने मन्त्री पूर्व मन्त्रीज्यूहरूलाई राम्रो ज्ञान छ लोड सेडिङको अन्त कसरी भएको थियो भनेर। लोड सेडिङको अन्त हुँदै गर्दा हामीहरूले भारतबाट 450 मेगावाट विद्युत आयात गरेका थियौँ। नेपालको आवश्यकता तत्कालीन अवस्थामा 425 मेगावाटको थियो। त्यस कारणले अर्कोतिर उद्योग धन्दामा लाइन, बेलुकाको लाइन कम दिएर लोड सेडिङ भयो भन्यौँ। त यो बरु हामीले हाम्रा छिमेकीहरूलाई धन्यवाद दिउँ न, हाम्रो आवश्यकता परिपूर्ति गरिदिएकामा भारतलाई धन्यवाद दिउँ। 400 मेगावाट उहाँहरूलाई चाहिँदा चाहिँदै पनि 450 मेगावाट हामीलाई किन्न दिनुभयो। त्यसका लागि म यही सदनबाट सम्मान्य सभामुख महोदय, तत्कालीन समयमा लोड सेडिङ अन्त गरेको श्रेय भारतलाई जानुपर्छ। र त्यतिखेर दुईटा प्रधानमन्त्रीज्यूहरू, नेपालका प्रधानमन्त्री अहिलेका सम्मान्य केपी शर्मा ओली ज्यूको नेतृत्वमा मन्त्री परिषदमै निर्णय भएर यसलाई चाहिँ खरिद गर्ने भन्ने निर्णय पनि रहेछ। त्यसकारणले लोड सेडिङ अन्त भएको हो। लोड सेडिङ उहाँ एकजना व्यक्तिले मात्रै गरेको होइन, त त्यो आउँदै गर्दा कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला।
त्यसमा पनि छलफल गरौँ। उहाँले राम्रो गरेका काममा कन्जुसाइ कहाँ गरौँ भने छ र? उहाँलाई धन्यवादै दिन सकिन्छ। यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको। त्यो त्यस्तो होइन है मान्यज्यूहरू, यो भ्रम नपालौँ भनेर आग्रह गर्न मात्रै चाहेको हो। नेपाल बङ्गलादेश भारतमा विद्युत बिक्री गर्ने कुरा उहाँको प्रमुख भूमिका छ। त्यसकारणले उहाँले कानुन नमाने पनि हुन्छ भन्ने जुन मान्यता राखिया छ त्यसमा पनि उहाँको प्रमुख भूमिका होइन। भारतमा विद्युत बिक्री गर्नेका थुप्रै निर्णयहरू, सम्झौताहरू मान्यज्यूहरूलाई थाहा हुनुपर्छ छ। तत्कालीन स्वर्गीय सुशील कोइरालाका पालामा भएका सम्झौता, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भएका सम्झौता र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको सम्झौताका आधारमा त्यहाँ बिक्री गर्ने बाटो खुलेको हो। हामीहरूलाई राम्रो पक्ष छ यो, गर्व गरौँ यसमा। हामीले आयात र निर्यात बराबर बनाएका छौँ। अझ निर्यात बढी गर्न सकेका छौँ। यो गर्व गरौँ। हाम्रो स्रोतको उपयोग गरेर हामीहरूले यो काम गर्न सकेका छौँ। बङ्गलादेश विद्युत निर्यात गर्दै गर्दा पूर्व प्रधानमन्त्रीज्यूहरूको भूमिका छ, सरकारहरूको भूमिका छ, पूर्व मन्त्रीज्यूहरूको भूमिका छ। यसपटक पनि निर्यात गर्ने क्रममा भारत सरकारको निकै ठुलो भूमिका रह्यो बङ्गलादेश। किनभने ग्रिड बङ्गलादेश जानका निमित्त ट्रान्समिसन लाइन भारतको प्रयोग गर्नु पर्थ्यो र भारत र बङ्गलादेशमा भएका हाम्रो राजदूतहरूको भूमिका छ। र अहिलेको परराष्ट्र मन्त्री आर्जु देवा राणाज्यूको महत्त्वपूर्ण भूमिका छ। सम्झौता पनि गर्यौँ, कार्यान्वयन पनि यसै पटक गर्यौँ। 40 मेगावाट भए पनि बिक्री गर्यौँ। यो पनि हामी सबैले गर्व गर्दा हुन्छ। हाम्रो स्रोत बङ्गलादेशसम्म पुर्याउन पाइयो, उज्यालो त्यहाँसम्म पुर्याउन पाइयो। यो एकजना एमडीको कारण भएको होइन भन्ने कुरा म निवेदन गर्न चाहन्छु। अझै मसिनो गरेर डिटेलमा यसका दस्तावेजहरू पढ्न म अनुरोध पनि गर्न चाहन्छु। त्यसो भएका कारणले अहिले हामी कहिले निर्यात गर्छौँ, कहिले आयात गर्छौँ। त्यो निर्यात गर्दा पनि आयात गर्दा पनि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ, कानुन मान्नुपर्ने हुन्छ, संविधान मान्नुपर्ने हुन्छ। विगतमा पनि 4% मूल्य वृद्धि हुने गरी भारतमा गएर सम्झौता गरिएको रहेछ एमडी साहबको नेतृत्वमा। यसपटक पनि 1.5% महँगो हुने गरी विद्युत आयात गर्नका लागि सम्झौता गरियो। यो गर्नु पर्थ्यो होला, सरकारले त्यसको अनुमति दिन्थ्यो होला, तर त्यसको निश्चित प्रक्रिया छ। दायित्व थपिने विषय यसै सहजै त्यसै गर्न पाइँदैन। कसैसँग त्यो अधिकार छैन। अधिकार छ भने सामान्य राष्ट्रपतिज्यूलाई छ। हाम्रो कानुनी व्यवस्था त्यो छ, हाम्रो संविधानमा त्यो व्यवस्था छ। सामान्य प्रधानमन्त्रीज्यूलाई छ र परराष्ट्र मन्त्रीज्यूहरूलाई छ। अरू मन्त्रीज्यूहरूलाई छैन। यस प्रक्रियामा के गर्नुपर्छ भने त्यो प्रस्तावहरूका बीचमा छलफल गर्न पाइन्छ। विभिन्न कमिटीहरू छन्, छलफलहरू हुन्छन्, दुई देश बीचमा वार्ता छलफल हुन्छ। त्यो छलफलहरूलाई ल्याएर विद्युत प्राधिकरणको बोर्डमा पास गराएर अर्थ मन्त्रालयको सहमति ल्याएर
क्याबिनेट पास गरेर मात्रै हस्ताक्षर गर्न पाइन्छ। यो अघिल्लो क्याबिनेटले नै निर्णय दिइसकेको भन्ने भ्रमपूर्ण कुरा गर्न पाइँदैन। त्यो क्याबिनेटको पनि त्यस्तो निर्णय होइन। त्यस क्याबिनेटमा पनि छलफल गर्ने सम्मको निर्णय हो, अधिकार हो, त्यो कमिटी हो। त्यस बेला म आफै पनि भारतमै थिएँ, सचिवज्यू पनि भारतमै हुनुहुन्थ्यो। सचिवज्यू र उहाँहरूको एउटा जोइन्ट मिटिङ पनि थियो एमडी ज्यूको। 12 जना कर्मचारी साथीहरू हुनुहुन्थ्यो, म थिएँ। जाँदा प्लेन अलगै पर्यो, आउँदा अलगै पर्यो, होटेलमा बसाइ अलगै भयो। न यो विषयमा सोधियो, न यो विषयमा छलफल भयो, न यो विषय थाहा भयो। हुँदै पनि मैले प्रक्रियागत कुरा भने। यस्ता प्रक्रियागत कुरा मान्नु पर्दैन, नमान्ने हो, जे गर्दा पनि हुन्छ। यस्तो गर्न पाइन्छ र भने पाइँदैन होला नि त। त्यसकारणले प्रश्न गर्नु परेको। भोलि यी प्रश्न यत्तिकै छोडिदिँदा मैले सम्हालेको मन्त्रालय हुँदै गर्दा म माथि पनि त कुनै बेला प्रश्न उठ्न सक्छ नि। प्रक्रिया पुरा गर्यौ तिमीले, कसरी सम्झौता गर्यौ, कसरी यसमा खरिद गर्यौ। हामीले आन्तरिक विद्युतको महसुल बढाउन पनि नियमन आयोगको स्वीकृति लिनुपर्छ बोर्डको निर्णय गरेर। भनेपछि यसरी केही पनि नमान्नु पर्ने, कसैलाई सुन्नै नपर्ने, मैले राम्रो गर्नुहोस्, काम गर्नुहोस्, म पूर्ण रूपले सहयोग गर्छु भने पटक पटक 20औं चोटि भन्दा बढी भने छलफल नगरे होइन। मसँग उहाँको व्यक्तिगत केही छँदै छैन। सबैले राम्रो काम गरे भन्नुभएको थियो होला भनेर म पनि उहाँसँग खुसी नै थिएँ, उत्साहितै थिएँ। तर जति खोतल्यो त्यति भङ पर्छ, हेर्दै जानु होला। म आग्रह गर्न चाहन्छु, एकचोटि डिडिए गरेर हेरौँ। म यति निवेदन गर्न चाहन्छु, राम्रो भए जतिमा पुरस्कार दिन, सलाम गर्न पनि तयार। तर नीति नियम कानुन चाहिँ सबैले मान्नुपर्छ भन्ने कुरा म आग्रह गर्न चाहन्छु। हामी सांसदहरू, जनप्रतिनिधिहरू कहिले सत्ता यता होला, कहिले उता होला। एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा गाउँघरतिर भन्छन् अलि राम्रो छैन, संसदमा बोल्न हुनेकै होइन, बच्चालाई काँधमा बोकेको पिसाब फेर्दैछ भन्छन्। त्यस्तो अवस्था नहोस्, म आग्रह गर्न चाहन्छु। म यस शब्दको लागि क्षमा पनि प्रार्थी छु। मैले खाली गाउँघरमा सुनेको भएर भनिहालेँ। त्यसकारणले यी विषयहरूको उठान गर्न पर्यो। त्यस्तो होइन, राम्रो कर्मचारी हुन पनि सक्नुहुन्छ। तपाईँ आफैले भोग्नु भएको छ, मैले धेरै सुनेको छु। 8 वर्ष हुन लाग्यो उहाँ 2 कार्यकाल व्यतीत गर्दै हुनुहुन्छ। बिचमा 3-4 महिना हितेन्द्रजी हुनुहुन्थ्यो। उहाँलाई यता सार्दाखेरि अहिलेसम्म सामान्य अदालतले त्यो मुद्दा फर्चोटै नगरी, पेशी नै नराखी सकेको अवस्था छ। झन्डै आधा दर्जन मान्यज्यूहरू मन्त्री हुनुभयो, प्रतिपक्ष दलका ठुला नेताका पार्टीका। उहाँहरूलाई राम्रो ज्ञान छ, सबैले खालि नभन्नु भएको मात्रै हो। म उहाँहरूलाई पनि खुलेर भन्न आग्रह गर्न चाहन्छु। म यस विषयमा अस्ति नै उहाँहरूले भन्नुभयो, यो मान्यहरूले, प्रतिपक्षले प्रश्न गरिसकेपछि सरकारले उत्तर दिनुपर्छ भन्नुभयो। हो, ठिकै हो, जायजै लाग्यो भने। अनि एउटा कर्मचारीका विषयमा कुरा गर्नु हुँदैन नि मन्त्रीले, मान्यहरूले भन्नुभयो। मलाई त्यो पनि ठिकै लागेको थियो। अहिले त पुरा हलमा पुरै प्रतिपक्षका नेताहरू उठेरै कर्मचारीका विषयमा भन्न थाल्नुभयो। गीतमा पनि भनिरहनु भएको छ, मान्यज्यूहरूले सम्झे जस्तो विषय मात्रै छैन है, गम्भीर बनाऊ। म आग्रह गर्न चाहन्छु। अब सरकार परिवर्तन भएकै कारणले यस्तो भन्नुपर्छ भने त मलाई थाहा भएन। अब सरकार परिवर्तन भएको झोक हो भने मलाई पनि अलिअलि, म सङ्खुवा सभामा पार्टी सभापति थिएँ। यहाँहरूको पार्टी र हाम्रो पार्टी सहकार्य गरेर चुनाव लडेकै हो।
हामीलाई निर्वाचित गर्दा यहाँहरूका हात गलेका होलान्, दुखेका होलान्। यहाँहरूलाई निर्वाचित गर्दाखेरि हाम्रो ढाड अहिलेसम्म सोझिन सकेका छैन, सिधा उभिएर हेर्न सकेका छैनौँ। हामीलाई कता कता माया त छ त, तर परिस्थिति त यही हो नि। अब त्यस आवेशमा भनेको हो भने मलाई भन्नु केही छैन। अब किन भयो त यस्तो भन्ने कुराको म एउटा मात्रै निवेदन गर्न चाहन्छु। 32 वर्षका ठिटाले 89 वर्षका बाउलाई तिमी जेठा चाहिँ हौ, बाउ चाहिँ मै हो, त्यस कारणले मैले चलाउँछु भन्न थालेपछि समस्या भएको मात्रै हो नि त। म 32 वर्षको युवै हो, बाउलाई सघाउँछु भने अब यस्तो कहाँ हुन्थ्यो होला र? यदि त्यो हो भने है मलाई थाहा छैन। त्यस कारणले माया त छँदैछ। फेरि पनि यसलाई यसको गहिराइमा पुगेर छलफल गरौँ, म आग्रह गर्न चाहन्छु। म अझै, किनभने मुलुक तपाईँ हामी सबैको हो। मुलुक राम्रो भए तपाईँ हामीले उन्नति प्रगति गरेको अनुभूति गर्ने, जनताले सेवासी दिने हो। होइन भने यो घानमा पालो पालो सबैजना पर्ने नै हो। म यति निवेदन गरेर सम्माननीय सभामुख महोदयले समय दिनुभयो। यसरी कर्मचारीकै विषयलाई लिएर यति धेरै भन्नुपर्छ जस्तो मलाई लाग्दैन। म आग्रह गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार, जय नेपाल। मान्य सदस्यहरू बसौँ। मान्य मन्त्रीले सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाब दिनुभएकोले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको कुराको जानकारी गराउँछु र मान्यले त्यो के भन्न खोज्नु भएको माइक दिनुहोस्। ल, छोटोमा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, यो प्रतिनिधि सभा नियमावली 79 को परिच्छेद 8 को 40 मा प्रश्न सोध्न सकिने भनेको छ र 41 मा प्रश्न उत्तरको समय भन्ने व्यवस्था गरिएको छ र त्यहाँ के भनेको छ भने सभामुखले अन्यथा आदेश दिएको बाहेक प्रत्येक दिनको पहिलो बैठकको 1 घण्टा प्रश्न उत्तरका लागि निर्धारण गरिनेछ भनेर व्यवस्था गरिएको छ। म यहाँ सामान्य सभामुख मार्फत के अनुरोध गर्न चाहन्छु भने हामीले के अगाडिदेखि नै अनौपचारिक औपचारिक रूपमा पनि मान्य ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीज्यूलाई संसदभित्रै जीवन्त प्रश्न गर्न चाहन्छौँ भनेका थियौँ। मैले त समितिमै पनि धेरै पटक उहाँसँग प्रश्न गरेको छु। भर्खरै मान्य मन्त्रीजीले सिङ्गे लोकलाई नै ढाँट्ने गरिकन, भ्रम सृजना गर्ने गरिकन जे विषयहरू प्रस्तुत गर्नुभयो, चाहे लोड सेडिङको कुरा, अरू कार्य सम्पादन मूल्याङ्कनका कुरा र अरू सबै ऊर्जा मन्त्रीकै नेतृत्वमा गएर आफैले सही गराएका कुराहरू जे छन्, यी भ्रमपूर्ण कुरा भएर प्रश्न गर्न पाउनुपर्छ र प्रश्नका लागि व्यवस्था मिलायोस् भनेर म माग गर्न चाहन्छु। मान्य सदस्य, अहिलेको व्यवस्था मैले सुनाइसकेको छु।